हेलो एन्ड नमस्ते सबैलाई स्वागत छ मेरो एउटा च्यानलमा। अनि आज चाहिँ हामी कस्टम बनाउने छौं। मेरो साथीहरुले मैले बोलाइसकेको छ फोन गरेर अनि आइसकेर छ। अब 8 सेकेन्ड भयो नि, जति सेकेन्ड भयो नि अब एकछिन रोकिदिनु भन्न चाहन्छु म। हेलो अरविन्द। Hello. रुके छोरी। Yes, la, yes, Arab. ओके Kutla bay, sajiran. त्यस्तो चाहिँ नबोले म यार। Yes, wala lana. ओइ एकचोटी Sajiran bay. ओ को यो अरविन्द थ्याट Baskin bana jaye. को यो स्ट्रिम ओ तु चिल्लाएर बस ए एकचोटी ओइ हेलो एकचोटी Bana dega bay. Hacker bay. Bro, kara bro. 1 second. अनि गाइस स्टार्ट चाहिँ गरिसकेर छ केटाहरुले। मेरो पाली पो हो। हामी चाहिँ चलाउन अब यही चलाउँदै बस्ने। गाइस अब फेस क्याम भिडियो नि अब त्यस्तै आउँछ। त्यो पनि माया गरिदिनु अब फेस क्याम भिडियो है। चाहिँ अलिमिटेड छ कि छैन? अब छैन रहेछ त यार। केटाहरु नि त्यो रहेछ वाल क्याप गाइस दोस्रो राउन्ड अब कस्तो खेल्दो रहेछ साथीले। अनि गाइस म चाहिँ अहिले 4 क्लासमा गएँ अनि बोर्डिङमा फेरि केही छैन। I need glue wall. अरे राम्ररी त खेलेको थियो अरविन्दले। राम्ररी त खेल्न अनि कस्तो भइरहेछ अहिले। यो मेरो भिडियो चाहिँ अलि ढिलो छ त। कता छ? थर्ड रन जितिसकेको छ मैले। फेरि एउटा कुरा चाहिँ गाइस कसैलाई अलिक सपोर्ट गरेको दिएर प्यानल युजर च्यानल युजर चाहिँ अलि नभनिदिनु होला गाइस। अलिक मोटिभेसन चाहिँ धेरै गरिदिनु होला होइन। अनि म भन्न चाहन्छु राम्रो राम्रो गाने रहेछ अब एम 500 लेखेको नट टप अप प्लेयर यस्तो भन्ने म टप अप गरेँ धेरै गर्दैन म 100 नेपाली एनएपी रुपिस नेपाली रुपिस गाइस। अब नेपाली युज म जो ट्राई गरौँ न I'm a world competition man. कता छ त्यो? गाइस अनि म चाहिँ अहिले 11 वर्षै हो। अन्डर 30 अन्डर 13 त होइन
13 वर्षको माथिले खेल्न खेल्न नआउने खेल्न बुढेको गाइस बडी बुढी चाहिँ बडी नआने हो मेरो साथी नुडै दिन्छ एक नम्बरको नुडा 5-0 भेटेकै छु भेट्न भने के भन्नु अब यस्तालाई अरू ब्याग गएछ त गाइस म बोलाउँछु फेरि सक्ने गाइस किन ब्याग गएछ त्यो बिचरा अरविन्द बिचरा बुट्टी सकेन जिन्दगी ओ हेलो 5-0 भेट्यो है फेरि अगाडि चलायो अनि म चाहिँ अहिले कति 2टा मात्र गेम खेलौँ जस्तो लागिरहेछ आज चाहिँ हामी लङ भिडियो बनाऊँ हामी लङ भिडियो बनाऊँ अनि म चाहिँ अब चलाउनु M1 807 नेपालीबाट अलिक धेरै नगरे अनि M240 चलाउँछु कट्टा चाहिँ म के अरे सहायतामा चलाउँछु कट्टा 1.9 अनि गाइस वाल पनि दिनु पर्यो सबै प्रिपरेसन गरेर जाने अनि गाइस अर्को हेरे राम्रोसित बोलौँ होइन हाम्रो साथीहरू त देशी साथी छ कमेन्ट अन गरिदिन्छु अरविन्द नबनाउनु बिग ध्यान अनि गाइस यो चाहिँ अहिले अनि अघि 5-0 सदमा लागिसकेको छ 5-0 भेट्यो भने ठुलो कुरा आइपुग्यो आफ्नो है वाले सबै के अरे भन्नु अरविन्द तिमीहरू कति बेला घर पुग्यो है साउन्ड ब्याकग्राउन्ड धेरै अरविन्द साउन्ड धेरै नपाल्न ओए हेर्न ठुलो साउन्ड आउँछ हेर्न साइड पागल भयो क्या सानो पागल भने सुन्दैन लेभल 1 कताबाट आयो
मेरो इब्राहिमपट्टि छैन मेरो यो कस्तो प्याक हुने मात्र गाइस नत्र जान्थ्यो यो फेरि जान्थ्यो यो अनि अरविन्द ब्याकग्राउन्ड फेरि भन्न चाहन्छु ठुलो नपारौँ ब्याकग्राउन्ड जति मात्र ठुलो भयो क्या अरविन्द छ्या पागल हो क्या ओइ सानो पर्नु यी गाइस मेरो हेर्छु त चेन्ज भएर फेरि ब्याकग्राउन्ड हाम्रो साथीहरू गर्ने भने कट्टाको अनि अरू गर्ने डेजर्ट राम्रो चलाउँछ ह्याप्पी दिनु होला है अहिले म्याक्सिमम चाहिँ म चलाउनु ब्याकग्राउन्ड राम्रो जस्तो त्यसपछि म भोक लागेको छ के खाजा खान्छु अनि गरौँला घुमाउनु नभएर म ल्याग भएर गाइस मेरो हेर्न सक्नुहुन्छ यो साथीलाई चाहिँ एकचोटि बनाउनु पर्यो अरविन्द ल ल हुन्छ होइन अरविन्द एउटा कुरा भन्नु थियो कि एउटा कुरा भन्नु थियो कि मलाई मेरो साथी परमधाम गयो परमधाम गयो 36 स्टार गएपछि त मास्टर ट्रेन तरिसकेको थियो एउटा नुग्दैन सम्झिँदैन होला है ठिकठाक खेल्छ अहिले
कसो रहेछ छैन यस्तो मेरो दोस्तीको आइडी एन्ड गुड बाई गाइस अनि अब चाहिँ म लाइभ त भएन तर म बुझ्नुपर्ने गाइस मेरो अर्को च्यानल छैन गाइस त्यसमा चाहिँ मेरो च्यानल होइन साथीको च्यानल नि होइन तर हेरौँ मेरै च्यानल भन्छु न मैले बनाएको च्यानल होइन तर साथीको नाममा छ राजीव होइन ए गुड लक नि त्यसमा अहिले कति 30 के छ त्यसमा नि गएर सब्सक्राइब गर्न नबिर्सिनु होला त्यसमा भन्दा नि बरु यसमा चाहिँ सब्सक्राइब प्लिज गरिदिनु होला टेक के भयो अनि गाइस यति नै हो आजको एन्ड